हेलो गाइज, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ 74 डेज, ओके 75 डेजसम्म चाहिँ मैले नन स्टप भिडियो बनाउने च्यालेन्ज राखेको थिएँ। त्यसमध्ये आज चाहिँ 74 डेज भनेको सेकेन्ड लास्ट डे। मैले गोल टार्गेट गर्नको लागि अब भोलि चाहिँ कम्प्लिट हुनेवाला छ यो। मैले चाहिँ डेली ब्लग होइन अपलोड गर्ने चाहिँ च्यालेन्ज लिएको थिएँ 75 डेजसम्म चाहिँ। आज चाहिँ 74 डेजमा पुगेको छ। ओके, यो चाहिँ एकदमै मेरो लागि चाहिँ अहिले चाहिँ मलाई चाहिँ लास्टै खुसी पनि लागेको छ होइन। किनकि मैले नन स्टप चाहिँ त्यत्रो दिनसम्म चाहिँ मैले एउटा अनुशासित भएर होइन, मन नलाग्दा पनि बिरामी हुँदाखेरि पनि दाएँ बाएँ मतलब त्यस्तो भिडियो राम्रो बनाउन नसके पनि मैले जस निरन्तरता दिएँ, अनुशासित भए, एउटा डिसिप्लिनमा हिँडेर जतिसक्दो आफूले सकेको मेहनत गरेर भिडियोहरू बनाएँ र 74 डेजसम्म चाहिँ मैले कन्टिन्यू गरेँ। र अब चाहिँ मैले यसो विचार गरेको चाहिँ सायद होइन, जिन्दगीमा अलिकति केही बेटर गर्नको लागि आफ्नो हरेकले गर्नुपर्छ कि यो मैले मात्र होइन, हरेकले गर्नुपर्छ। तर सबैलाई आफ्नो बढी चिन्ता लाग्छ। त्यसैले मैले चाहिँ आफ्नो लाइफ बेटर गर्नको लागि चाहिँ अब केही न केही नयाँ निर्णयहरू लिनु पनि एकदमै आवश्यक देख्छु। मैले प्रोग्रेस राम्रोसित केही पनि गर्न सकेको छैन। जुन मेहनतले, जुन तरिकाले मैले मेहनत होइन एउटा लेभलमा पुग्नुपर्ने थियो त्यो लेभलमा म पुग्न सकेको छैन क्या। म 100मा पुग्नुपर्ने थियो भने म अहिलेसम्म त्यही भनेको चाहिँ त्यो 20-30तिर अड्किरहेको छु कि। त्यो हुन्छ नि जस्ट पासतिर अलिकति हान्नु पऱ्यो नि त, डिस्ट्रिक्सनतिर होइन। 100मा 100 त नपुगेला, केही छैन, त्यो गाह्रो हुन्छ सबैलाई, हरेक व्यक्तिहरूलाई। तर अलिकति लेभल अफ त गर्नु पऱ्यो नि। त्यो लेभल अफ पनि मैले गर्न सकेँ होइन। अब त्यो लेभल अफ गर्नको लागि अलिकति आफ्नो मेहनत बढाउनु पऱ्यो, आफ्नो गियर बदल्नु पऱ्यो, अथवा डिरेक्सन चेन्ज गर्नु पऱ्यो, अथवा गोल टार्गेट के छ त्यसलाई कसरी कम्प्लिट गर्ने त्यतातिर चाहिँ ध्यान दिनु पऱ्यो होइन। त्यो हिसाबले अब केही न केही नयाँ नौलो केही गरौँ कि भन्ने अब मेरो सोच आइरहेको छ, दिमागमा चलिरहेको छ। अब त्यही हो, एक्सन चाहिँ लिनुपर्छ। अब योभन्दा अगाडि पनि मैले थिङ्किङ एकदम थिङ्कर भयो कि म भनेको, एकदम सोच्ने मात्र। त्यो एउटा जाल हुन्छ नि, त्यो जालमा फस्छ नि मान्छे होइन। त्यो एउटा कम्फर्ट जोनमा फसिसके पछाडि चाहिँ मान्छेले गर्न सक्दैन क्या। त्यो कम्फर्ट जोनले चाहिँ उसलाई त्यो एरियाबाट बाहिर निस्किनै दिँदैन। म पनि त्यही लेभलमै पुगिसकेको मान्छे नै हो हुन चाहिँ। तर त्यो लेभल त्यसलाई अब मैले त्योबाट चाहिँ म उम्किन सकिनँ भने मैले जिन्दगीमा केही पनि गर्न सक्दिनँ। म लगायत तपाईँहरूले पनि, जसले पनि के, हरेक व्यक्तिले के एउटा कम्फर्ट जोनमै बस्ने बानी भइसकेपछि उसले प्रगति गर्दैन क्या। प्रगति गर्नको लागि त्यो कम्फर्ट जोनलाई चाहिँ तोड्नै पर्छ। हो, त्यसको लागि पनि म अब नयाँ केही डिसिजनहरू लिएर, केही नयाँ एउटा एम लिएर चाहिँ अगाडि बढ्ने विचार गरिरहेको छु। त्यही हो, खुसी लाग्यो। 74 डेजसम्म चाहिँ मैले नन स्टप भिडियो हालेँ। अब भोलि चाहिँ 75 कम्प्लिट हुन्छ। लेट्स सी के हुन्छ। अनि केही प्लानिङहरू गर्नु पऱ्यो, अब कसरी आफूलाई बेटर गर्ने त्यतातिर सोच्नु पऱ्यो। त्यही हो, तपाईँहरूले पनि सोच्नु होला। हस् त, धन्यवाद। यहाँसम्म भिडियो हेर्नुभएको छ भने सपोर्ट गरिदिनु होला। त्यही हो, हस्।